हामी चाहिँ आज भाइलाई अल्छी लागेर हामी चाहिँ भेटातिर कफी खानु जानु आँटेको छौँ। मौसम चाहिँ निकै नै सनी छ। लुए पानी भयो झनै राम्रो हुन्थ्यो, तर अब सनी मात्र छ। पानी खोज्नु चाहिँ हामी शनिबार जानु आँटेको छौँ। त्यही भएर अब हामीसँग हेर्नु जाउँ भेरेटार बजार। यो फुलको नाम चाहिँ चक्रा कि खोइ के हो है। अहिले चाहिँ ओभरै सुकी छ। वाट अ भ्यू गाइस, क्लाउडी पुरै क्लाउड छ यार। ह्याप्पी ब्याक दाजुभाइ बेगारिज यो सुन्दर मान्छेले खिचिरहेको। हामी चाहिँ माथिदेखि उता नम्बर प्लेट झरेर यहाँ खोज्दै आएको। यहाँ बल्ल भेट्यो यहाँ नम्बर प्लेट। हालेको थियो यार, स्क्रु पनि भर्खर भेट्यो है। यहाँ चाहिँ अब एउटा मात्र स्कुलले हामी जानुपर्ने हुन्छ। मेकानिक। अनि त यस्तो भयो भने कसरी जानु काठमाडौँ बाइकमा? अब त्यसरी नै यसरी बनाउँदै एउटा मात्र भ्यू चाहिँ पुरै क्लाउड छ। अहिले भर्खर देखाउँदै धन्न पोर्ट्रेटमा गरिरहेको रहेछ। अहिले भर्खर कसेको, तर फेरि पुरै लुज भयो। झर्ने नै आँटेको रहेछ। अब यो चाहिँ हामी हातमा बोकेर हिँड्नुपर्ने हुन्छ। यो बादलहरूमा नि तिमीलाई खोज्छु म, जहाँ गए नि तिमीलाई खोज्छु, तिमीलाई रोज्छु, तर तिमी आउन मेरो संसारमा। मेरो संसार ऊ त रुख जस्तै एक्लै भइरहेको छ। क्लाउडी डे। फुलको बगैँचामा तिमी म बसेर क्या कहना क्या चाह रहे हैं भैया आप? भाइरल ठाउँ चाहिँ यो हो होइन, के अरे त्यो पिङ खेल्नेको त्यहाँ माथि। एन्ड हियर वी आर। सनी पहिला लाइक 6-7 वर्ष अगाडि यतातिर चाहिँ घाम निस्किनु धेरै नै पर्खिनु पर्छ, तर आजकल चाहिँ छिट्टै नै घाम हुन्छ। अहिले यता पनि गर्मी नै हुन्छ, लाइक गर्मी त होइन धरान जस्तो, तर गर्मी नै हुन्छ। बाइकमा चाहिँ चिसै हुन्छ, तर अन्त गर्मी नै हुन्छ। पहिला चाहिँ गर्मी हुँदैन थियो क्या। यहाँ ट्राफिक मामाहरू बसिरहनु भएको छ। म चाहिँ बस्ने ठाउँमा आइसकेँ होइन। यस्तो छ मेरो यो बस्ने ठाउँ। ऊ त्यहाँ परबाट हिमाल देखिन्छ क्या है। अनि म चाहिँ कफी खाने भनेको, दाइ प्यासेन्जर, दाइले चाहिँ बियर खान्छ अरे। दाइ कस्तो बियरको रिभ्यू दिनु त? बियरको रिभ्यू कुन यसले चाहिँ तपाईँको केही पथरिया छ भने, नभए केही पेटमा किडनीमा केही ब्लडमा समस्या छ भने चाहिँ यसले निको पार्छ है। म चाहिँ रिकमेन्ड गर्छु दिनमा एउटा, धेर चाहिँ होइन है। धेर खायो भने चाहिँ रक्सिया हुन्छ, तर दिनमा एउटा खायो भने चाहिँ स्वास्थ्यको लागि राम्रो। त्यो डक्टरले भन्छ नि त, के अरे एउटा स्याउ खाऊ,
जिन्दगी बचाऊ भने म चाहिँ एउटा बियर खाऊ किडनी बचाऊ। ओ एउटा अब मेरो चाहिँ कफी आउँदैछ। ए त्यहाँ बस्ने र यहाँ बस्दिउँ न। किन त्यहाँ त्यहाँ बस्दिउँ न, त्यहाँ दामी हावा आउँछ। एउटै त हो नि। होइन नि, यहाँ अलिक दामी हावा आउँछ। यो ठाउँ मलाई कति अगाडिदेखि आउनु मन लागेको। आज ठ्याक्क दाइसँग है। अब यहाँ आइसक्यो, के भन्छ मेरो चाहिँ कफी आइसक्यो होइन। यही हो कफी नराम्रो हो क्या, क्याफिन इज नट गुड फर हेल्थ यु नो, बियर इज नाइस फर किडनी। अब कफी खानु नराम्रो चिज हो क्या, अब चिनी हुन्छ त्यसमा, अब बियरमा चिनी हुँदैन। अनि म सुगर कन्ट्रोल गर्छु। एक्सप्लेनेसन चाहिँ वाह। होइन म घरमा खाँदिनँ क्या, म राति खानु हुँदैन, राति खाएर सुतो भने चाहिँ डाइजेस्ट हुँदैन क्या। अब अहिले खायो भने दिनभरिमा अहिलेको लागि छोड्छु, मैले चाहिँ कफी हाने। अब मेरो चाहिँ यहाँ कफी आयो होइन, कफी दामी दामी भेरेटारको कफी। दामी छ। यो ठाउँमा आएपछि मेमोरीहरू धेरै रिकल हुन्छ क्या मेरो। यस्तो दामी कतिवटा एक्सको भन्नाले लाइक कतिवटा पछिको एक्सको 5 वटा 6 वटा कुरा नगर्नु नि त्यस्तो। नो पर्सनल क्वेसन्स भ्लगमा चाहिँ है। अब मौसम अलिकति जाडो जाडो छ, भेरेटारको आउँदाखेरि यस्तै तातो भएर आउनु होला तपाईँहरू। अनि 2-4 भाइहरू देखिरहेको थिएँ, ट्रिपल लोड नहिँड्नु होला, काम ओभरटेक नगर्नु होला, ट्रिपलले हानिदिन्छ। कत्रो गिदी क्या त ट्रिपल होइन हौ, बसले हौ। सुरुमा त दुइटै बस्तो होइन त, एउटा 2जना भाइहरू थियो क्या। तँ हेर्न सक्नुहुन्छ ऊ त घरहरू के हो त मैले बुझ्न सकिनँ। कसैले बुझाउन सक्नुहुन्छ भने भन्नु, कि एग्रिकल्चरको कि नेपाल धेरै विकसित हुन थालिरहेको छ है बालेन सरकार आएदेखि। साह्रै विकसित। अनि त माथि ट्राफिक पनि बढिरहेको छ अहिले। अरू त्यस्तै छ। जस हामी चिलमा छौँ, जो सरकार राम्रो भएको छ अहिले के चाहिँ। तर यसो भर गर्दाखेरि क्या निकेश दाइ तपाईँ उठ्नुपर्ने हो क्या। तपाईँ बन्नुपर्ने हो सरकार। उयो म पनि अर्कोचोटि जानु मन लाग्यो। दारू फ्री पढ्नु फ्री। अहिले घर घरमा ग्यास आउँछ भन्दिनँ म, थुक्पा मगाएको छ। तर रक्सी चाहिँ देखाउँछु अहिले चाहिँ हामी एकछिन बस्छौँ। ऊ त्यहाँ हेर्न सक्नु, त्यहाँ हिमाल लेखिरहेको छ। खै यो देखेन त, क्यामेरामा नदेखेको क्या। त्यो क्लाउडले छेकिहाल्छ क्या। होइन हौ त, नेकेड आइजले देखिरहेको छ क्या ऊ त्यहाँ चुच्चोमा। ठिकै छ। यहाँ घाम ताप्न आइरहेको छु जाडोबाट। बसिरहेको छु, वा चिलमा छु। ए अब ऊ त्यहाँ पछाडि ओ भाइ 23 कि 22 हो तिमी? अब 23 ऊ त्यहाँ ऊ चढ्न आँटेको त अहिले देखाउँछु। एकछिनमा चढ्यो भने वा कस्तो राम्रो भ्यू। यस्तो राम्रो भ्यू त कहाँ पाइन्छ। नेपाल बस्नुपर्छ है, नेपाल बस्नुपर्छ। अनि बेरोजगारी हुनुपर्छ। पर हेर्नु हिमाल देख्न सक्नुहुन्छ। सानो चुचुरो नेकेड आइ यहाँ कपाल छ होइन। अब यस्तो एउटा कपाल आउनु बित्तिकै के होइन, यो घरिघरि आउँछ होइन। अनि तपाईँहरू चाहिँ यसलाई चाहिँ सोसियल मिडियामा हाल्नुहुन्छ क्या, तर नहाल्नु क्या, त्यो ठाउँको बदनामी हुन्छ। यस्तो यो ठ्याक्क फ्याल्ने है, अनि यसरी खाने केही हुँदैन, दामी छ। नम्बर 1 मलाई पनि राखिदिनु है। ओके ल एउटा थुक्पा छ, 2जना बेरोजगारी छौँ, एउटै थुक्पा सेयर गरेर खाँदैछौँ है हामी यहाँ। होइन हौ, मैले भर्खर भात खाएर आएको हो, ए हो त्यही भएर नमागेको हौ। मिठो
कसैलाई त बजारमा मलाई भन्नु होला ए थुप्पा भनेपछि काठमाडौँ निलिमालाई थुप्पा पठाइदिनु पर्ने त मैले ढाँडा सिधा भएन बिचरा दाइ अब दाइ यहाँ टिकटक बनाउनु रेडी अब हामी चाहिँ के अरे घरतिर लाग्नु आँटेको हामी चाहिँ यहाँ बसिरहेको थियौँ माथि त अहिले बन्द छ अहिले यहाँ सेकेन्ड फ्लोरको पछाडिपट्टि बसेर पछाडिदेखि हिमाल पनि देखिन्छ एन्ड लुक एट दिस भ्यू गाइज एकदमै राम्रो छ अस्ति नै यहाँ पहिरो गएको थियो अहिले चाहिँ बाटो बनिसकेको छ है एन्ड अब यतातिर त के हो पानी पर्न आँट्यो जस्तै छ त हौ अब हामी घर जानुपर्छ लेट्स गो होम बेबी यो चाहिँ हाम्रो प्याराग्लाइडिङ डाँडाबाट टेक अफ गरेर अब त्यही नै झर्न आँटेको जस्तै छ हाम्रो दाइ भाइ को हुनुहुन्छ प्र्याक्टिस गर्नु हुँदैछ जस्तै छ गर्दैछ सेफ ल्यान्डिङ दामी ड्याम शानदार ल्यान्ड हुनुभएको छ